जय मसीह। यहाँहरू सबैजनालाई केही कुराहरू म तपाईँलाई बताउन चाहन्छु। यहाँ सुन्नु। परमेश्वर जब होइन पिता पुर्खाले पाप गर्छन् तब पिता पुर्खाको पापको दण्ड परमेश्वरले तिनीहरूको सन्तानबाट लिनुहुन्छ। तपाईँलाई थाहा छ अहिले धेरै छोराछोरीहरूले होइन शैतानको उत्पीडनहरू भोग्दैछन्, शैतानको समस्याहरू भोग्दैछन्। बुझ्दै हुन्छ। शैतानले धेरै बालबालिका जवानहरूलाई किन सताउँदैछ? किनकि तिनीहरूको पुर्खाको कारणले, तिनीहरूको बुवा र आमाको कारणले। बुझ्दै हुन्छ। यो भन्दाखेरि तपाईँलाई नराम्रो लाग्न सक्छ, तर धेरै जसो छोराछोरीहरूलाई शैतानले युज गर्दैछ, प्रयोग गर्दैछ होइन, प्रयोग गर्दैछ, तिनीहरूलाई सताउँदैछ। किन? बुवा आमाको कारणले। किनकि बुवा आमाले पाप गरेको कारणले, बुवा आमाले मूर्ति पूजा गरेको कारणले होइन, बुवा आमा हेराउन र फुकाउन गएको कारणले, बुवा आमाले व्यभिचार गरेको कारणले होइन, बुवा आमाले नराम्रो कुराहरू बोलेको कारणले होइन, बुवा आमाले होइन नराम्रो वर्ड्सहरू, नराम्रो शब्दहरू प्रयोग गरेको कारणले आज छोराछोरीहरूले होइन त्यो दुःख र कष्ट र समस्याहरू भोग्दैछन्। बाइबलमा लेखिएको छ होइन, बाइबलमा लेखिएको छ पिता पुर्खाले गरेको अधर्मको दण्ड परमप्रभुले तिनीहरूको सन्तानहरू तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ। दण्ड दिनुहुन्छ परमेश्वरले। यहाँ सुन्नु, तपाईँको पुर्खाले मूर्ति पूजा गर्यो र तपाईँले पनि मूर्ति पूजा गर्दै हुनुहुन्छ भने होइन, पुर्खाले गरेको मूर्ति पूजाको कारणले तपाईँले दण्ड पाउनुहुन्छ। र कतिजना बिमारी पनि हुनुहुन्छ, कतिजना समस्या हुनुहुन्छ पुर्खाको कारणले। पुर्खेनी श्रापहरू कतिपय परिवारमा छ। अब तपाईँले त्यही काम गर्नुहुन्छ भने तपाईँको छोराछोरी जुन होइन तपाईँले जन्माउनु भएको छ त्यो छोराछोरीहरूमाथि त्यो श्राप पर्न जान्छ। पुर्खाले मूर्ति पूजा गर्यो, पुर्खाले रक्सी खायो, ड्रग्स खायो होइन, पुर्खा नराम्रो भयो, पुर्खा झगडा गर्ने भयो होइन, भने त्यही कुरा तपाईँले गर्दै हुनुहुन्छ भने तपाईँमा त बिमारी छँदैछ, समस्या छँदैछ। अब तपाईँले पनि त्यही गर्दै हुनुहुन्छ भने तपाईँको छोराछोरीहरूमाथि पनि तपाईँले समस्या ल्याउँदै हुनुहुन्छ। तपाईँले व्यभिचार गर्दै हुनुहुन्छ भने, टुनामुना गर्दै हुनुहुन्छ, जादु तन्त्र मन्त्र गर्दै हुनुहुन्छ, धामी झाँक्रीकोमा गएर हेराउँदै हुनुहुन्छ, फुकाउँदै हुनुहुन्छ होइन, व्यभिचार गर्दै हुनुहुन्छ, नराम्रो शब्दहरू बोल्नुहुन्छ, कुलतहरू खानुहुन्छ, त्यसको सबै असर तपाईँको छोराछोरीहरूमाथि पर्न जान्छ। बुझ्दै हुन्छ। तपाईँले जे पाप गर्नुभयो भने त्यसको दण्ड तपाईँले होइन आफ्नो छोराछोरीहरू माथि ल्याउनुहुन्छ, त्यसको दण्ड। बुझ्दै हुन्छ। त्यसको दण्ड। किनकि तपाईँ प्रस्थान 20:5 तपाईँले हेर्नुभयो भने त्यही कुरा नै लेखेको छ। तेस्रो र चौथो पुस्ताबाट उहाँले के गर्नुहुन्छ? दण्ड लिनुहुन्छ वा तिनीहरूलाई दण्ड दिनुहुन्छ। इजरायलीहरूले जब इजरायलीहरू मिस्रबाट निस्किसकेपछि होइन, तिनीहरू जब उजाड स्थानमा आए, उजाड स्थानमा आइसकेपछि तिनीहरूले के गरे? परमेश्वरको विरोध गर्न थाले, मूर्ति पूजा गर्न थाले, मूर्तिहरू बनाउन थाले होइन। त्यसको असर कसलाई पर्यो तपाईँलाई थाहा छ? त्यसपछि आउने पुस्तालाई पर्यो। र परमेश्वरले अझ 40 वर्ष तिनीहरूलाई उजाड स्थानमा राख्नुभयो। बुझ्दै हुन्छ। उजाड स्थानमा राख्नुभयो। अनि तिनीहरूको पुर्खाले जे गरेको थियो तिनीहरूले पनि के गरे? त्यस्तै काम गरे। र परमेश्वरले पछि तिनीहरूलाई के गर्नुभयो? बेबिलोनमा 70 वर्ष कैद गर्नुभयो। 70 वर्ष तिनीहरूको पुर्खाहरू 70 वर्ष तिनीहरूको होइन नयाँ पुस्ताहरू, नयाँ जेनेरेसनहरू, नयाँ होइन छोराछोरीहरू कहाँ जानु पर्यो? बेबिलोनमा जानु पर्यो। 70 वर्ष कैदमा बस्नु पर्यो। त्यही भएर बुवा आमाले जे पाप गर्छ नि त्यो छोराछोरीहरूको जीवनमा होइन देखा पर्छ, त्यसको असर चाहिँ देखा पर्छ। बुवा आमाले पाप गरेको छोराछोरीहरूको जीवनमा देखा पर्छ। तपाईँ घरमा झगडा गर्दै हुनुहुन्छ श्रीमान श्रीमती, त्यसको असर छोराछोरीहरूको जीवनमा पर्छ। तपाईँ होइन रक्सी खाँदै हुनुहुन्छ, बाउले रक्सी खाँदैछ, आमाले रक्सी खाँदैछ, आमा नराम्रो काम गर्दैछ वा व्यभिचार गर्दैछ होइन, नराम्रो बोल्दैछ भने त्यसको असर तपाईँको छोराछोरीहरूमाथि पर्न जान्छ। त्यही भएर यी कुराहरूलाई हामीले ध्यान दिनुपर्छ। र आफ्नो पापहरू जब हामी स्वीकार गर्छौँ होइन, नम्र भएर जब हामी आफ्नो पापहरू स्वीकार गर्छौँ, परमेश्वरले तपाईँलाई क्षमा गर्नुहुन्छ होइन, र तपाईँको छोराछोरीहरूलाई पनि क्षमा गर्नुहुन्छ, र तपाईँको छोराछोरीहरू ब्लेस्ड हुन्छन्, आशिषित हुन्छन्। बुझ्दै हुन्छ। आशिषित हुन्छन्। तपाईँले एउटा राम्रो शिक्षा तपाईँले आफ्नो छोराछोरीलाई दिन सक्नुभयो भने, राम्रो शिक्षा, तपाईँले कुलत खानुहुन्न, जाँड रक्सी खानुहुन्न
होइन, चुरोट खानुहुन्न, सुर्ती खैनी खानुहुन्न, हेराउन जानुहुन्न, फुकाउन जानुहुन्न, परमेश्वरको महिमा गर्नुहुन्छ होइन। परमेश्वरको कुराहरू तपाईँले आफ्नो छोराछोरीलाई सिकाउनुहुन्छ, मूर्ति पूजा गर्नुहुन्न। तपाईँको छोराछोरीहरू फेरि आशिषको बाटोतिर लाग्दै जान्छन्, बुझ्नुहुन्छ। परमेश्वरले ब्लेस गर्नुहुन्छ तपाईँको छोराछोरीहरूलाई प्रत्येक क्षेत्रमा। जब तपाईँले आफ्नो पापलाई स्वीकार गरेर परमेश्वरलाई विश्वास गर्नुहुन्छ, हालेलुया हालेलुया, नत्र त्यसको असर तपाईँको छोराछोरीहरूमाथि पर्न जान्छ। त्यसैले नम्रतापूर्वक होइन, पुर्खाले के गरे होइन, हेर्नुहोस् त, पुर्खाले गरेको गल्तीको होइन दण्ड तपाईँले भोग्दै हुनुहुन्छ। तपाईँले बिमारी भोग्दै हुनुहुन्छ, तपाईँले समस्या भोग्दै हुनुहुन्छ होइन, तपाईँले समस्या भोग्दै हुनुहुन्छ, बिमारी भोग्दै हुनुहुन्छ, बिमारी लिएर हिँड्दै हुनुहुन्छ। अब तपाईँले त्यही काम गर्नुहुन्छ भने तपाईँको छोराछोरीहरूले बिमारी लिएर हिँड्नेछन्, पछि आफ्नो शरीरमा समस्याहरू भोग्दै हिँड्नेछन्। तपाईँको पुस्ता ब्लेस हुने छैन यदि तपाईँले पनि पुर्खाले गरेको पाप गर्दै हुनुहुन्छ भने, बुझ्दै हुनुहुन्छ। आमा बुवालाई म भन्दैछु, तपाईँको छोराछोरीले यातना भोग्नेछन्, दुष्ट आत्माहरू तिनीहरूको पछि लाग्नेछ, बुझ्दै हुन्छ। किनकि धेरै बालबालिकाहरूको जीवनमा वा धेरै जवानहरूको जीवनमा दुष्ट आत्माले काम गरिरहेको छ, बुझ्दै हुन्छ। दुष्ट आत्माले काम गरिरहेको छ, तिनीहरूलाई दुष्ट आत्माले सताइरहेको छ। शैतानको उत्पीडनहरू भोग्दैछन् तिनीहरूले, कष्टहरू भोग्दैछन् तिनीहरूले। शैतानले मौका पाउँछ, बुझ्दै हुन्छ। अन्धकारको शक्तिले मौका पाउँछ। तपाईँले धामी झाँक्री गर्न जाँदै हुनुहुन्छ होइन, तपाईँले आफ्नो छोराछोरीहरूलाई ड्यावललाई समर्पण गर्दै हुनुहुन्छ, शैतानलाई समर्पण गर्दै हुनुहुन्छ। यो कुराहरूलाई धेरै होइन आमा बुवाले ख्याल गर्नुपर्छ। हालेलुया। रिकेटेबोशी एन्डेरे जिग्रिभियदे रेमेनिया क्रोसहिरला बासेन्डेरे जिग्रिभियदे रिमिनिया। जब तपाईँले आफ्नो पापलाई स्वीकार गर्नुहुन्छ नि, परमेश्वरले तपाईँको बन्धन मात्र होइन, तपाईँको छोराछोरीहरूमाथि भएको बन्धनलाई पनि परमेश्वरले तोड्नुहुन्छ। हालेलुया हालेलुया। त्यसैले नम्रतापूर्वक आफ्नो पापलाई स्वीकार गर्नु र जे गर्नुहुन्छ त्यो गर्न छोड्नु। मूर्ति पूजा गर्नुहुन्छ, मूर्ति पूजा गर्न छोड्नु। व्यभिचार गर्नुहुन्छ, व्यभिचार गर्न छोड्नु। झगडा गर्नुहुन्छ, झगडा गर्न छोड्नु, बुझ्दै हुन्छ। रक्सी खानुहुन्छ, रक्सी खान छोड्नु। गलत सङ्गतमा हुनुहुन्छ, गलत सङ्गतहरू छोड्नु। परमेश्वरले ब्लेस गर्नुहुनेछ तपाईँलाई र तपाईँको परिवारलाई। हालेलुया। परमेश्वरले धेरै आशिष दिनुभएको होस् तपाईँलाई, बुझ्दै हुन्छ। र तपाईँको सन्तानलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्, बुझ्दै हुन्छ। असल कुराहरू तपाईँले आफ्नो छोराछोरीलाई सिकाउन आवश्यक छ, बुझ्दै हुन्छ। असल बाटोतिर तपाईँले लैजान आवश्यक छ, किनकि सत्यताले मानिसलाई स्वतन्त्र पार्छ। सत्यता चाहिँ ख्रिस्ट हुनुहुन्छ। जब तपाईँले ख्रिस्टलाई विश्वास गर्नुहुन्छ, ख्रिस्टलाई पछ्याउनुहुन्छ, ख्रिस्टले तपाईँलाई होइन स्वतन्त्र पार्नुहुन्छ। जब तपाईँले आफ्नो पापहरू ख्रिस्टको नजिक आएर स्वीकार गर्नुहुन्छ, येशूमा तपाईँले आफ्नो पापहरूलाई स्वीकार गर्नुहुन्छ, परमेश्वरले तपाईँको जीवनमा महान काम गर्नुहुनेछ र तपाईँको पुस्तामा पनि परमेश्वरले महान काम गर्नुहुनेछ। नत्र तपाईँले जे गर्नुहुन्छ त्यो पुस्ता पुस्ताबाट सर्दै 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 तपाईँको छोराछोरीहरूको जीवनमा होइन त्यसले असर पार्न सक्छ। तपाईँको जीवनमा त असर पारेको छ, तपाईँको परिवारमा पनि असर पार्न सक्छ, आउने तपाईँको छोराछोरीहरूमाथि असर पार्न सक्छ। त्यो छिटै देखिँदैन, तर एउटा टाइम आउँछ त्यो देखा पर्छ, बुझ्दै हुन्छ। हालेलुया। त्यही भएर असल शिक्षा आफ्नो छोराछोरीलाई दिनु, आफ्नो छोराछोरीलाई परमेश्वरतिर ल्याउनु, फर्काउनु। हालेलुया हालेलुया हालेलुया। किन एक मात्र परमेश्वर हुनुहुन्छ जो ख्रिस्ट हुनुहुन्छ। उहाँले मात्र हामीलाई क्षमा गर्न सक्नुहुन्छ, हामीमाथि दया गर्न सक्नुहुन्छ, बुझ्दै हुनुहुन्छ। हालेलुया। गड ब्लेस यु फ्यामिली, गड ब्लेस यु। त्यसैले प्रस्थान 20:5 भनेअनुसार होइन तेस्रो चौथा पुस्ताहरूमाथि परमेश्वरले के गर्नुहुन्छ होइन, तपाईँले गरेको पापको दण्ड चाहिँ तेस्रो र चौथो पुस्तालाई दिनुहुन्छ। तपाईँले पाप गर्नु भएन, तपाईँ परमेश्वरमा सही हुनुहुन्छ होइन भने परमेश्वरले तपाईँको परिवारलाई नै आशिषित बनाउनुहुनेछ। हालेलुया। गड ब्लेस यु फ्यामिली। जय मसीह।